अहिले हामी ठ्याक्क उदयपुर कालिका मन्दिरको गेटमा आइसकेका छौँ र यहाँ आएर हामीले ठ्याक्क चप्पल खोलेर भित्र छिर्ने निर्णय गऱ्यौँ। ल यो उदयपुर स्थित कालिका मन्दिर एक खन्क घुमेर हेरौँ। अब पहिले यो कस्तो थियो सबैले थाहा छँदैछ, थाहा नभएको भए अगाडि ठ्याक्क फोटो राखिदिएँ। पहिला मन्दिर यस्तो थियो है, अहिले अब निकै नै राम्रो भएको छ। यतापट्टि पनि के रहेछ नि घन्टी लस्कारै दिन सकिन्छ, ढोका पनि ठ्याक्क राम्रो सुन जस्तो छ है। ल यहाँ श्री श्रीजङ्गढ लेखा रहेछ। ल हेर्नुहोस्, जस निकै राम्रो बनाएको छ। यतातिर चाहिँ पारी भइहाल्यो पुरै, मर्स्याङ्दी तल छ, यता रामचोक बेसी के हो। यहाँ सायद बिहे हुन्छ है, बाँकी चाहिँ मैले घन्टी बजाइदिउँ। नेपालभरि मन्दिर पनि घन्टी। सो हामी मन्दिर आइसक्यौँ। मन्दिर निकै नै राम्रो बनेको छ। अलिकति थकै लाग्छ यार, के कुरा गरौँ भन्ने लाजै मर्दछ। यहाँ र मैले फेरि एकचोटि मन्दिर देखाइहालेँ। हेर्नुहोस् कति राम्रो छ मन्दिर। यो उदयपुर कालिका मन्दिर।